श्री पद्म मावि दरबार क्षेत्र भक्तपुरमा सदनगत निर्वाचनको लागि सदनगत नामावली प्रकाशन र निर्वाचन मण्डलको गठन पश्चात सम्पूर्ण भाइ बहिनीहरू सदनगत रूपमा उम्मेदवारी दर्ता गर्नका लागि समर्थक र प्रस्तावकको सहायतामा विभिन्न सदनहरूमा जस्तै नीर, हरित, लाल र पिताम्बर समूहका सम्पूर्ण भाइ बहिनीले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। उम्मेदवारी दर्ता पश्चात धेरैजना उम्मेदवार भएको कारणले गर्दाखेरि केही समय फेरि पनि उहाँलाई छलफलमा लगाएर उम्मेदवारी फिर्ता गर्नका निम्ति पनि उहाँलाई समय दिएको छ र त्यस पश्चात प्रत्येक सदनबाट नायक, सदन नायक तथा सदन उपनायकको नामहरू निर्वाचनको लागि दर्ता भएका छन्। निर्वाचन कार्य कसरी सम्पन्न गर्ने भनेर मतदान अधिकृत, सहायक मतदान अधिकृत कर्मचारीहरूलाई प्रशिक्षण दिनुहुँदै निर्वाचनमा खटाइएका सम्पूर्ण कर्मचारी भाइ बहिनीहरू आफ्नो मतदान केन्द्रको लागि तयारीमा जुट्नुहुँदै त्यसपश्चात सम्पूर्ण उम्मेदवारहरूले भोट अन्तिम पटक माग्नुहुँदै र पत्रकार बहिनीले पनि सम्पूर्ण शिक्षकहरूलाई हाल भइरहेको निर्वाचन प्रक्रियाको बारेमा अनुभवहरू उहाँहरूको के कस्तो रह्यो भनेर सोध्दै हुनुहुन्छ। त्यति मात्रै नभएर मतदाताहरूलाई पनि उहाँहरूको अनुभव सोधिरहनु भएको छ र उहाँले एकदमै राम्रो लागिरहेको कुरा पनि बताइरहनु भएको छ। विभिन्न ठाउँमा खटिरहनुभएका शिक्षकहरू, विद्यार्थी भाइ बहिनीहरूसँग हाम्रो पत्रकार बहिनीले पनि राम्रोसँग अन्तर्क्रिया गरिरहनु भएको छ। शिक्षकहरूले पनि अति नै हर्षोल्लासपूर्ण भइरहेको र यसबाट विद्यार्थी भाइ बहिनीहरूले सैद्धान्तिक मात्र नभएर प्रयोगात्मक शिक्षा पनि प्राप्त गरेको बताइरहेका थिए। त्यसपश्चात भोट हाल्ने क्रम जारी रहेको छ। यसैबीचमा विद्यालयको सहप्राचार्य सरले निर्वाचन कार्य एकदमै राम्रो तरिकाले अगाडि बढिरहेको र यसको लागि सम्पूर्ण परामर्श तथा अतिरिक्त क्रियाकलाप समिति, सम्पूर्ण शिक्षकहरू, सम्पूर्ण विद्यार्थीहरू र निर्वाचनमा खटिनुभएका कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै हुनुहुन्छ। अब भने चाहिँ निर्वाचन कार्य सकिसकेपछि ब्यालेट बक्सलाई मतपेटिकालाई मतगणना स्थलतर्फ लानुहुँदै
मतगणना स्थलमा सम्पूर्ण मतपेटिका आइसके पश्चात मुचुल्का गरेर मतगणना कार्य सुरु भइसकेको छ। मतगणना पश्चात अन्तिम नतिजा सुनवाई हुँदैछ र आजको निर्वाचनमा विभिन्न सदनबाट निर्वाचित हुनुभएका भाइ बहिनीहरूलाई हार्दिक बधाई।